हाई गाइज दर्शन नमस्ते गुड मर्निङ सम्पूर्णलाई मेरो फेरि पनि मिनी ब्लगमा वेलकम छ हजुरहरूलाई। वेलकम ब्याक माई युट्युब च्यानल न्यू ब्लग गाइज। आज चाहिँ हजुरहरूलाई मैले चाहिँ एकदम छोटो भिडियो बनाएर पोस्ट गर्दैछु, एकदम अर्ग्यानिक भिडियो हेर्नुलाई है। मेरो पहिला पनि देखाएको थिएँ, मेरो चाहिँ अहिले यो करेसाबारी अनि क्यारीबारी भन्छ है, यस्तो बनाइसकेको छु। अहिले ठुल्ठुलो भइसकेको छ। यो चाहिँ रायो साग गाइस है, यो कौली अनि यो चाहिँ मुलाको साग। यस्तो ठुल्ठुलो भइसकेको छ गाइस। अनि पालक पनि छ, यहाँ मुलाको साग पनि छ। हेर्नु होला है हजुरहरूले, मेरो क्यारीबारीमा कस्तो चाहिँ भयो त भनेर खुल्दुली लागिरहेको होला होइन। मेरो क्यारीबारीमा चाहिँ साग चाहिँ यत्रो ठुल्ठुलो भइसक्यो। अनि मेरोमा चाहिँ किटक्याट हो कि केएफ्स खेलाउनु पाउँदैन, त्यही भएर चाहिँ मैले एकदम सोझै भिडियो बनाएर पोस्ट गर्दैछु। हजुरलाई कस्तो लाग्छ यसो हेरेर लाइक कमेन्ट सेयर पनि गरिदिनु होला है। अनि यो चाहिँ धनियाँ है, धनियाँ छ है, धनियाँ ठुल्ठुलो भइसकेको छ। अब सायद धनियाँ पनि खाने बेला भइसक्यो गाइस, यस्तो छ। अनि यो चाहिँ फेरि प्याज अनि रायोको साग अनि यो के अरे खुर्सानी हो होइन। खुर्सानी पनि ठुल्ठुलो भइसकेको छ। अब खुर्सानी है, खुर्सानीको पौधा। यो साइडमा चाहिँ मुलाको साग लगाएको छु। अनि यो चाहिँ के अरे बैगुन, भेन्डा अनि यो टमाटर यस्तो भइसकेको छ। टमाटर चाहिँ ठुल्ठुलो भइसकेको छ टमाटर। कोही त फेरि शीतले हो कि के हो, मोर लागेको छ नि। अनि चिसो भइसक्यो है टमाटरलाई। टमाटर पनि फुल्न लागेको छ, मोटो भएको छ। अब फल दिनको लागि, अब टमाटर फल्नको लागि एकदम मोटाउँदैछ। हामीले चाहिँ खरानीको राख यहाँ राखेको छु, खरानीको राख गाइस। हजुरहरूले कस्तो मेरो करेसाबारी अनि मेरो क्यारीबारी कस्तो लाग्यो होइन, मेरो सब्जी कस्तो लाग्यो हजुरले हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला। र सम्पूर्ण मेरो बिहा साथीहरूलाई चुले निम्तो छ मेरो ब्लगमा कसरी लगाइन्छ होइन। अझै योभन्दा पनि राम्रो तरिकाले लगाउन सकिन्छ नि त, क्यारीबारी बनाउन सकिन्छ। मलाई कमेन्टमा सल्लाह दिनु होला, सुझाव दिनु होला। अनि कस्तो लाग्छ मलाई हेरेर माया गरिदिनु होला अनि सहयोग गरिदिनु होला भन्दै मेरो यो भ्लग यहीँ समाप्त गर्न चाहन्छु। बाई गाइस, थ्याङ्क यू सो मच, बाई।